हेलो एभ्रिवान, वेलकम टु द ब्लग। मैले आज ब्लग चाहिँ बिचबाट स्टार्ट गर्दैछु। अहिले ठ्याक्क 4:30 बजिरहेको छ। अनि यो ब्लग किन स्टार्ट गरेको भन्दाखेरि चाहिँ म गाउँ जाँदैछु। अब दसैँ पनि आइसक्यो, गाउँ जानु पऱ्यो भनेर हामी गाउँ हिँडेको छौँ, म र भान्जे। तर हामी चाहिँ के भयो भन्दाखेरि यहाँ यो बेनीघाटभन्दा अहिले चाहिँ एउटा पहिरो गएको छ अरे। हामी त्यही पहिरोमा फसेको छौँ। सो 12 बजीदेखि फसेको, अहिले त कति बजिसक्यो? 4:30 भइसक्यो, अझै खुलेको छैन होइन। सो अब यति लामो छ, कहाँ हो गाडी त कहाँ हो, कति छ गाडी त हेर त, उधुम गाडी छ यहाँ। यस्तो जाम छ कि यस्तो जाम छ यहाँ, गाडीहरू ल यस्तै कमिलाको ताती जस्तो हो कि गाडीहरू त यहाँ। यस्तो जाम छ कि यस्तो जाम छ, कुरै नगरौँ। यो जाम खुल्यो आयो भने नि घर पुग्ने त 10 बज्यो। यहाँ यस्तो छ, यहाँ यता त यस्तो चलिरहेको छ यहाँ। ल यहाँ त यस्तो तल बसेर छ त दाइहरू त यहाँ तल। यहाँ त रमाइलो छ, यहाँ जामले त बिजोक छ यहाँ। त बेलुका 12 बजेदेखि जाममा परेको, अझै अब उज्यालो भइसक्यो, अझै खुला छैन। अब यतातिर यस्तो क्या राम्रो खोला रहेछ होइन। त्यो पोल्युसनबाट कम्प्लिटली पोल्युसनै नभएको खोला भन्दा पनि हुन्छ होइन। यस्तो वाटर हेर्न यस्तो ट्रान्सप्यारेन्ट छ यहाँ, यस्तो वाटर, यो पानी हो ट्रान्सप्यारेन्ट छ, तल के चाहिँ देखिन्छ यहाँबाट। सो यस्तो ट्रान्सप्यारेन्ट खोला पनि छ होइन। सो के गर्नु, जाममा त पऱ्यो, तर यहाँको नेचुरल ब्युटीले चाहिँ मलाई लास्टै नै इम्प्रेस गरिरहेको छ। त्यसपछि यी पाहाडहरू होइन। सो यो खतरा देखिरहेको छ यहाँ। जो अब यो एरिया चाहिँ ल्यान्डस्लाइड जाने एरिया नै रहेछ। त्यहाँ पनि एउटा ठुलो ल्यान्डस्लाइड गएको छ। अनि हाम्रै अघिपट्टि उयो हो यहाँ, यो पनि माथिदेखि ल्यान्डस्लाइड गएको छ यहाँ पनि होइन। सो यो एरियामा चाहिँ ल्यान्डस्लाइड चाहिँ गइरहेको रहेछ। अझै पनि जाम खुलेको छैन। अब हामी यहाँ बसेर यताको साइट सिइङहरू इन्जोय गरिरहेको छौँ। यो पाहाडतिर तपाईँहरू देख्न सक्नुहुन्छ कुहिरो लागिरहेछ अहिले। यस्तो फास्ट मुभ गर्छ नि यो कुहिरोहरू। आकाश पनि हल्का हल्का जो प्याटर्न देखाइरहेछ आकाशले, पानी पर्छ जस्तो पनि छ। यतातिर प्याटर्नहरू पनि आकाशले देखाइरहेकै छ। अब यस्तो छ, जाम चाहिँ यस्तो छ है। अघि चाहिँ अब देखाउन सकिएन। अब यता चाहिँ यो खोलाको नाम ठ्याक्कै थाहा भएन होइन। सो अनि यो खोला चाहिँ यहाँबाट केमा मिसिन्छ भन्दाखेरि यता त्रिशुलीमा मिसिन्छ यो खोला। त्यो पारीको त्यो खोला चाहिँ यो नदी चाहिँ त्रिशुली हो। यो ठुलो चाहिँ यो चाहिँ आई थिङ्क इफ आइ एम नट रङ, यो खोलाको नाम हुम्दी खोला हुनुपर्छ, मैले बोर्डतिर पढे अनुसार है। अब म स्योर छैन हुम्दी हो कि के हो होइन, त्यो पनि अब थाहा छ भने कमेन्ट इट डाउन। सो यो बेनीघाटबाट देखिने दृश्यहरू हुनु यिनीहरू यस्तो छ। बेनीघाटबाट जस्तो बेनीघाटबाट यसो अलिअलि देखिने भनेको यस्तो सानो बजार रहेछ। माथितिर चाहिँ सानो गाउँ छ, हल्का हल्का बस्तीहरू पनि छन् त्यतातिर होइन। सो यहाँ पनि यसो 2-4वटा घर, माथि पनि अलिअलि 2-4वटा घर छन्। सो यस्तै छ। अब आज कतिखेर पो पुगिने हो हामी होइन, आज कति बेला पो पुग्छौँ हामी थाहा छैन। त्यही पनि अब यही हो, ट्राभल भनेको यस्तै हुन्छ, कहिले छिटो पुगिन्छ कहिले ढिलो हुन्छ। सो हिँड्नु नै यात्रा हो जस्तो कुरा हो यो। सो यो जाममा बस्नु पनि एउटा एक्सपिरियन्स हुन्छ लङ टर्मसम्म। त्यो एक्सपिरियन्सलाई क्याप्चर गर्नलाई चाहिँ यो ब्लग बनाइयो हामीले। पुगिसक्यो, अझै जाम खुलेको छैन, तर वान वे चाहिँ खोल्दै जस्तो देखिन्छ होइन। सो आई होप छिटै जाम खुल्छ। इट्स अलमोस्ट 12 अनि अब जाम खुल्यो भन्ने कुरा आएको छ होइन। अब जानुपर्छ मजाले जाम खुलेपछि। हुन त 12 बजी जाम खुल्यो भन्दै थियो, तर 3 बजिसक्यो अझै जाम खुलेको छैन। अब मान्छेहरू पनि फर्किन थालिसक्यो बेनीघाटदेखि। अब यो काठमाडौँ जाने माइक्रो आएको छ होइन, रिजर्भ गरेर आउँछ। त्यही पनि काठमाडौँ जाने माइक्रो पनि रिजर्भ गरेर मान्छेहरू फर्किरहेको छ। तर मलाई त गाउँ जानै मन छ। हामी 18 घन्टा जाममा बसेपछि बल्ल गाडी हिँडिरहेको छ। सो भाइब चाहिँ रमाइलो छ यहाँ। अब बल्ल जोस् 18 घन्टा जाममा बस्नु भनेको त नर्मल कुरा होइन नि त। कस्तो भइरहेछ 18 घन्टा जाममा बसेर हिँड्दाखेरि? जाम बोरिङ कि हिँड्दाखेरि बोरिङ? धुलो छ है साह्रै, साह्रै धुलो छ। जाम बोरिङ कि हिँड्दाखेरि बोरिङ भयो? जाम बोरिङ है। लगभग 24 घन्टाको जाम पछि आइ एम ब्याक इन माई भिलेज। 18 घन्टा चाहिँ हामी बेनीघाटमै बस्यौँ।
त्यसपछि 6 घन्टा चाहिँ त्यो तुइन खोलामा गएको पहिरोले गर्दाखेरि चाहिँ हामी मुगलिनमै अड्क्यौँ होइन 6 घन्टा जस्तो चाहिँ। सो 24 घन्टापछि चाहिँ अब जाम खुल्यो। त्यसपछि चाहिँ म गाउँ आइपुगेको छु। सो यहाँबाट चाहिँ होइन नेपालको 3वटा लामो लामो पुलहरू ट्याक्क देखिन्छ कि। सो ठ्याक्कै हाम्रै घर अघिबाट 3वटा लामो लामो नेपालको सबभन्दा लामो पुलहरू मध्येको टप 3 पुल्सहरू नै देखिन्छ इफ आई एम नट रङ होइन। सो लेट्स सी। अब त्यो 3टा पुलहरू चाहिँ यहाँबाट देखिन्छ होइन, ठ्याक्क ट्रायङ्गल ट्रायङ्गल जस्तो देखिन्छ। सो यो चाहिँ हो, यो पुल चाहिँ हाम्रो बडगाउँ र कैया जोड्ने पुल भयो। अनि यतापट्टि चाहिँ फलेवास र कैया जोड्ने पुल भयो र उतापट्टिको त्यो सानो धागो जस्तो देखिएको छ भिडियोमा चाहिँ होइन, त्यो चाहिँ कुन पुल हो भन्दाखेरि चाहिँ बडगाउँ र फलेवास जोड्ने पुल हो। र हामी गाउँ आउँदाखेरि चाहिँ ठ्याक्क यो बडगाउँ र कैयाको पुल तरेरै आउनुपर्छ। यदि अब यो पुल नतर्ने हो भने चाहिँ बागलुङतिरबाट आउनुपर्छ। बागलुङतिरबाट आउँदाखेरि चाहिँ जिपको फेसिलिटी छ, बाटो छ। अब यहाँ चाहिँ मोटरेबल पुल भएको भए चाहिँ अब यतैबाट आउन पनि सजिलो हुन्थ्यो। त्यो नियर फ्युचर 1-2 वर्षमा मोटरेबल पुल बन्ने सम्भावना चाहिँ छ होइन। त्यो मोटरेबल पुल बन्यो भने चाहिँ हामी कुस्मदेखि हाम्रो गाउँ आउनुलाई त्यस्तै 30-35 मिनटमा हामी मजाले आइपुग्छौँ। अझ हिँडेरै आउनुपर्छ हामी। अहिले अटोहरूको पनि व्यवस्था गरेको छ, ठ्याक्कै यही पुलको माथिबाट अटोहरू लाग्छ। सो अटोमा आउँदा पनि हुन्छ। केही अघिको चाहिँ कुस्म बजार हो होइन। अब यहाँ भिडियोमा त खासै राम्रो देखेको छैन। अनि यो यो अलिकति यो फाँट फाँट जस्तो देखिएको छ नि, यो चौर जस्तै, यो चाहिँ यहाँको एयरपोर्ट हो, बलेवा एयरपोर्ट हो होइन। सो यो बलेवा एयरपोर्ट जाने बाटोहरू भयो। त्यो चाहिँ अलिकति फाँट जस्तो एरिया छ, त्यहाँ एयरपोर्ट छ। अब अरू भनेको त यस्तै हो। यो माथि चाहिँ सबै हिमालयन रेन्जहरू देखिन्थ्यो। अलिकति एउटा हिमालको चाहिँ थोरै उचाइ देखिएको छ अलिअलि होइन। सो होरि त्यहाँदेखि स्टार्ट भएर होरि यो डाँडादेखि स्टार्ट भएर यहाँदेखि स्टार्ट हुन्छ। अनि इन त अब यता कुनामा हुन्छ, यता कुनामा। अब यहाँबाट पनि यो रुखले छेक्यो होइन, यो रुखको पारिपट्टि चाहिँ इन्ड हुन्छ भनौँ न। सो थ्याङ्क यू फर वाचिङ द भ्लग टिल द इन्ड। अनि यदि मन पऱ्यो भने लाइक गर्नु, सब्सक्राइब गर्नु, अब के गर्नु मन लाग्छ गर्नुहोस्, कमेन्टहरू यताउति होइन। अनि अब मसँग चाहिँ 2टा टाइम ल्याप्स चाहिँ छ होइन। एउटा चाहिँ यसो बादलहरूको टाइम ल्याप्स, अनि एउटा चाहिँ बादलहरू यस्तो खुलेर अनि हिमाल देखेको टाइम ल्याप्स हुन्छ। सो विथ द्याट लेट्स इन्ड टुडेज भ्लग. See you soon in the next vlog. Bye till then.